जन्मिएर यो संसारमा आखिर के नै पायौ पराईलाई आफ्नो सोच्दा धेरै ठक्कर खायौ भत्क्यो धुरी चुइयो छानो कसो गरौँ रामा खाने केही अन्न छैन खोज्न कता जामा आफ्नो पीडा आफैले नै लेख्यो आधा आधा भाग्यले नै ठगिएका हामी अनुराधा भाग्यले नै ठगिएका हामी अनुराधा उस्तै उस्तै मुहार हाम्रो एउटै छ व्यवहार चुनौतीलाई पार लाउन हिँड्छौँ लगातार पल पल हर पल एकअर्काका लागि बरपिपल झै साथ भए नि किन भागी एक बिना अर्की यहाँ सधैँ आधा आधा भाग्यले नै ठगिएका हामी अनुराधा भाग्यले नै ठगिएका हामी अनुराधा अनुराधा हामी बनेको हिँड्ने इच्छा त पुरा होला बा तर के आज पनि खाली चुलो आज पनि भात पाक्छ कि त्यही उसिनेको मकै बुकाउनु पर्ने हो आज त्यो पनि छैन राधा तल कोपिला भाउजूमा माग्न जानुपर्छ झुपडीमा बस्ने धेरै ठुलो मलको सपना नदेख्न नि काकी झुपडी होस् या मल मनको उज्यालो त सपना देख्ने आँखामा हुन्छ राधा हिम्मत हारेर नडर है तेरो कोही नभए नि यो काकी चाहिँ सोचेर मात्र हुन्छ तपाईँलाई नै खोज्न गएको हो अनु 2-4 दिनमा घर फर्केर आइहाल्छ नि राधा बाउ हौ पिर त लागिहाल्छ नि छोरी त पनि ठुली भइसकिस् त पनि परे घर गएपछि छोराछोरी पाएपछि अनि छोराछोरीको माया कति लाग्दो रहेछ भनेर बल्ल चाल पाउँछस् बोबो तपाईँले यो के गर्नुभएको तुमले कामको चटारो ओइ ओइ तेरो बाउ मर्दाखेरि दुनियाँको ऋण हारा मरेको छ तँ ऋण 1 रुपियाँ तिराछस् खुब पढेर भात खान पाइन्छ भन्ठान्छस् कि क्या हो मैले खान नदिकन तैँले खान पाउँदैनस् तिमीहरूलाई जसको घरमा जानु छ जाओ तर मेरो घरमा आउनु छ भने मैले दिएको ऋणको साउ ब्याज चुक्ता गर्ने गरी आओ कुरो बुझ्या हो हामी गरिबको तपाईँ बाहेक अरू को नै छ र मलाई थाहा छ तेरी छोरीले मेरो कसरी अपमान गरेकी थिए ए त्यो काजीले तपाईँको त्यस्तो अपमान गर्ने आज मैले त्यो काजीलाई छोड्दिनँ झुपडी त मेरो सुरुवात हो तर अन्त्य होइन नि जस्तो सुकै पीडामा पनि मेरा सपनाहरू जन्मिरहनेछन् अनि ती सपनाहरू म बाँचुन्जेलसम्म देखिरहनेछु सायद पुरा हुन् या नहुन् आज म त्यो काजीको परिवारलाई के गर्छु त्यो मलाई मात्रै थाहा छ त्यस्तो नगर नानी जे भए पनि उनीहरू काजी हुन् नि उषा यो गाउँको मान्छेहरू सबै किन यति धेरै कठोर छन् कि हामी गरिबै भएको कारणले यो सब सहनु परेको हो तिमीले आफूले आफूलाई गरिब छु भनेर कहिले पनि हरेस नमान्नु एक दिन तिम्रो पनि समय आउनेछ आज भोलि किन होला गाउँले सबैले मलाई पहिलाको भन्दा फरक व्यवहार गर्छन् राधा यस्तो रिसाएर कता हिँड्यो कि कता हिँड्नु नि त्यो काजीको सन्तानले मेरो बाला तथानाम गाली गरेछ तिनीहरूलाई सबक सिकाउन हिँडे कि सबक सिकाउन रे होइन ती काजीका सन्तानसँग जोडी खोज्नु राम्रो होला र राधा जोडी खोज्नु नखोज्नु त्यो मलाई थाहा छ तिनीहरूको सन्तानले मेरो बाला त्यतिसम्म भन्ने
त्यो त हो, त्यही पनि उनीहरू ठुलो मान्छे, केही पो गर्ने हुन् कि। ती जब काजीले मलाई के गर्नु, तिनीहरूले मलाई छुन पनि सक्दैनन्। तर मैले भनेको मान्छेस् भने त राधा, त्यहाँ नजा त, तिनीहरूले जे पनि गर्न सक्छ। बो तन धेरै मलाई पाठ नसिका, खै छोड मेरो बाटो। कस्ती खालकी होली, राम्रो कुरा भन्दा पच्दै पच्दैन। हेर कान्छा, तेरो दाइले भनेको केही नटेर्ने भयो। एउटा काम गरायो अर्को गर्छ। अनि एउटा कुरा, त्यो बिरेसँग अलिकति पैसा उठाउनु थियो, माग्न गयो 1-2 महिना भन्छ। के गर्ने होला? मलाई त झन् गाउँलेहरूले टाउको उठाउन नदिने बनाउनु थाल्छ। हेर्नुहोस् बुवा, मलाई यस्तो व्यवहारिक कुरा केही पनि थाहा छैन। म त पढेर ठुलो मान्छे हुने भनेको। पढाइ त्यही पनि यस्तो बेला ठिकै छ छोरा, पढ्न त। मलाई पढ्न लेख्न पढेरै विदेश जान मन छ भने पैसाको कति पनि टेन्सन नगर। आखिर यो पैसा, यो घर, यो जग्गा, यो सम्पत्ति मेरो लागि कमाएको होइन नि, तिमीहरूको लागि पनि हो। बुवा, यो जति नै ऋण लाए पनि पुर्खेली सम्पत्ति चाहिँ नबेच्नुहोस् है। हेर छोरा, पुर्ख्यौली सम्पत्ति नबेच्ने त भनेको हो नि, तर ऋण लागेपछि के गर्नु? यो पुर्ख्यौली सम्पत्ति भनेको त हाम्रो धरोहर हो। यदि यो नै भएन भने हामी कसरी बाँच्ने? काजी भइसकेपछि आफ्नो गाउँमा कसैलाई तिर्न र कसैलाई जोगाउन अलिअलि ऋण त बाँड्नै पर्ने रहेछ। हिजो बुद्धि प्रसाद काका पनि आउनुभएको थियो। उहाँले भन्दै हुनुहुन्थ्यो काजी मनकारी भएर सारा गाउँलेलाई ऋण उपलब्ध गराउनु भएको छ, तर काजीलाई कसैले पनि टेर पुछारै लाएन। हेर छोरो, अहिले सानै छ, यो ऋण दिने लिने घर कसरी चलाउने मलाई त्यो थाहा छैन। मैले अलिकति पैसा दिएर कसै घर चल्छ भने मैले पनि कहीँबाट ऋण दिएको पनि त हुनसक्छ। जसरी भए पनि चलाउनु पर्यो। काजीबा, ए काजीबा, होइन घरमा कोही हुनु न कि क्या हो? को हो? म राधा। ए तिमीहरूको परिवारलाई पैसो नलिकन मेरो आँगनमा नआइज भनेर तेरो बाउलाई भनेर पठाएको। त फेरि किन आइस? हो, त्यही मेरो बाला नाना थरी भनेर पठाउनु भएछ, त्यही भएर म यहाँ आएँ। मैले तपाईँलाई अस्ति नै भने कि होइन, तपाईँका पुराना करतुतहरू एक एक गरी बाहिर ननिकालिकन तपाईँको 1 पैसा दिँदिनँ भनेर फेरि मेरो बाला किन थर्काएर पठाउनु भयो? हो, तेरो बाउलाई मैले थर्काकै हो। अनि तेरो बाउ त सदरमुकाम गएको थियो होइन? ऋण तिर्छु भनेर सदरमुकाम गएको मान्छे रित्तै हात फर्केपछि के गर्ने? माला लाएर पठाउनु? माला त लगाउने हो तपाईँलाई, त्यो पनि जुत्ताको। जुन दिन तपाईँको सारा करतुतहरू बाहिर निकाल्छु नि, त्यो दिन अवश्य लगाउँछु। तिमीहरू भनेको नि कुवाका भ्याकुताउ, जति उफ्रे पनि भुइँको भुइँ। तेरो बाउ त आमाको हत्यारा पत्ता लाउँछु भनेर सदरमुकाम डुल्दै थियो रे त। लायो त पत्ता, सकेन नि होइन? यो काजी यो गाउँमा रहुन्जेल तिमीहरू त के, यी सदरमुकामको मान्छेले नि केही गर्न सक्दैनन्, बुझिस् होइन? हो, यो काजीको विरुद्ध बोल्न अगाडि एकचोटि सोच्ने गर। सोच्ने होइन काजीबा, जुन दिन म बोल्न बाध्य हुनेछु नि, त्यो दिन तपाईँको हातमा हत्कडी लगाइन्छ। भो तेरो यो धम्कीले केही लछारपाटा लाउन सक्दिनस्। यदि सक्ने भए तेरो बाउ सदरमुकाम गएको होइन, केही गर्यो? बा गएर कहाँ हुन्छ त काजीबा? आमाको हत्यारा पत्ता लगाउन त यो राधा जानुपर्छ, किनकि राधालाई मात्रै थाहा छ आमाको हत्या कहाँ कसरी र कसले गरेको थियो भनेर। तँलाई सबै कुरा थाहा रहेछ त, अनि अहिलेसम्म किन चुप लाएर बस्यो कि? जा कहाँ गर, के गर्न सक्छस् गर। हो, म त्यही दिनको पर्खाइमा थिएँ। जब त्यो दिन आउँछ नि, तपाईँ त के भगवानले पनि यो राधालाई रोक्न सक्दैन। होइन, यसले त हत्यारा थाहा छ पो भन्छ त। यदि यसलाई हत्यारा थाहा भएको भए अहिलेसम्म किन चुप लाएर बस्थे? होइन, यसले मलाई धम्काउन मात्र भनेकी हो। यसको धम्कीसँग म डराउनु हुँदैन, किनकि म यो गाउँको काजी हुँ, काजी।
आमा गाउँमा आउनु हराकी छ रे, तपाईँले केही थाहा पाउनु भयो? हिजो दिउँसो त म तिम्रो घरमा गइ थिएँ, त्यही देखे जस्तो लाग्थ्यो। त्यो त राधा होली आमा, तपाईँ झुकिनु भयो। उस्तै कपडा लगाउँछन् दुईटी। कहिले हरेछ? ए राधा माधे कहाँ लाग्यो तिमीहरू यस्तो अतालिँदै? हेर्न अनु हराएको कति दिन भइसक्यो, अहिलेसम्म आँखी छैन, अनि त्यसलाई नै खोज्न हिँडे कि? त्यही बेला थाहा पा कि उसकै बुवालाई खोज्न भनेर सदरमुकामसम्म जान्छु भनेर निस्केकी थिए रे, अहिलेसम्म आँखी छैन रे। ए हो र? आमा तपाईँले कतै गाउँमा नयाँ मान्छे देख्नु भएको छ र? त्यस्तो त कोही देखेको छैन। ए राम, यो गाउँमा के हुने होला? ए आमा चिन्ता नगर्नु के, केही पनि हुँदैन यो गाउँमा। अनु मामा घर गएकी होली, 2-4 दिनमा आइहाल्छु नि। त्यो रमेशलाई पनि मैले देखेकी छैन, कहाँ गएछ? रमेश बजारतिर जानुभयो होला नि, काजीबाले जे भन्नु त्यही मान्ने मान्छे। आमा है के भयो, किन टोलाउनु भएको? केही होइन, कतै त्यसलाई अपराध गरेनन्। अनुराधा बिरे बाबु कहाँ हिँडेको हतारिएर? भाउजू म त छोरी खोज्न हिँडेको नि। ए हो र? अझै आएकी छैन? मलाई खोज्न जिल्ला गएकी रे, जिल्लामा पनि छैन रे। कतै मावला पो गयो कि? मावला पनि गएकी छैन रे। मलाई त साह्रै डर लागेको छ भाउजू, कसैले केही गरे कि भनेर, त्यही भएर खोज्न हिँडेको। ए त्यसो भए त खोल्नु पर्छ। हिँड्नु भाउजू जाउँ। माधे यो त अनुको अच्छे जस्तो छ। म कतै हराउन चाहन्छु जहाँ मलाई कसैले बचाउन सक्दैन। यो त अनुले नै लेखेको शब्दहरू हो, यस्ता शब्दहरू अनुको डायरीभरि छ। हो र राधा, यो अनुले नै लेखेको हो भने त अनु यता कतै हुनुपर्छ, जाउँ खोज्न बरु। माधु आजको दिनसम्म अनु कसरी बसियोली? त्यसलाई डर लागेन होला? त्यो डराइन होला? हुन त सानो सानो कुरामा डराउने थियो। यत्रो दिनसम्म एक्लै अनुलाई म जसरी भए पनि खोज्छु, मलाई साथ देऊ है माधु। हुन्छ राधा, म दिइहाल्छु नि तिमीलाई साथ। राधा अब म घर जान्छु है। म यसरी बरालेर हिँड्यो भने त मलाई फुपूले फेरि गाली गर्नुहुन्छ। बरु पछि पछि बोलाऊ, म आउँछु नि ल। मैले बोलाएको बेला आऊ ल, मलाई त्यसलाई खोज्न जानलाई एक्लै डर लाग्छ। हुन्छ राधा, गएँ है। हुन्छ माधु। ए उसे कहाँ हिँडेको हतारिएर? घर कति काम छ, लखर लखर हिँडिछ। कता हुनु नि आमा? एकचोटि गाउँतिर डुलेर आएकी। त्यो राधा, ए राधा, बिरे बाबु को हो? म हो। ए कोपिला भाउजू पो आउनु भएको छ। हो हो, तपाईँहरूको लागि गोप्य खबर लिएर आएको छु। खबर? कस्तो खबर काकी? तपाईँको जेठी छोरी अनुलाई कसैले ओडारमा लुकाएर राखेको छ अरे। ओडार? त्यो त भूत लुक्ने ठाउँ हो। म जान्छु त्यो ओडारमा मेरी दिदीलाई भेट्न। बिचरा मेरी दिदी कति तर्पिरहेकी होली,
त्यो मलाई मात्र थाहा छ। बा तपाईँले त त्यहाँ कहिले नजानु भन्नुहुन्थ्यो त, फेरि अनु कसरी पुगी त्यहाँ? छोरी मैले त नजानु नै भनेको थिएँ, अनि अनु कसरी पुग्यो त्यो ठाउँमा? अनि भाउजू अनि अरू के थाहा पाउनुभयो? कसले रहेछ त? कसलाई के थाहा, कसैले त केटासँग थिए भन्थे, खै कसैले भन्छे मानसिक रूपमा ठिक थिएन भनेर। सबैको नजरमा त हामी दोषी थियौँ, तर यो सब कसले गर्यो होला? पक्कै पनि त्यो काम त्यो काजीकै हुनुपर्छ। राधा राधा म पनि जान्छु। ल ल विचार पुर्याएर जानु नि, फेरि काजीले केही गर्लान्। बा पक्कै पनि त्यो काजीले नै हुनुपर्छ सब काम। हेर राधा, हाम्रो आँखाले नदेखिकन कसैलाई दोष लाउन मिल्दैन। गाउँमा यत्रो अनु हराएको हल्ला हल्ला हुँदा त्यो काजी अहिलेसम्म किन चुप छ? अहिले पनि त्यो ओडारमा नै होला अनुलाई टोकस। नमस्ते हजुरहरूले हाम्रो सिरियल अनुराधा त हेर्नु भयो नि हैन? कस्तो लाग्यो होला हजुरहरूलाई? त्यस्तै लाइक कमेन्ट पनि गरिदिनु अनि च्यानललाई सब्स्क्राइब पनि है। हाम्रो अनुराधा सिरियल चाहिँ मङ्गलबार राति 8 बजे सधैँ आउँछ नि। अनि तपाईहरु सबैजनाले हेरेर जस्ताको तस्तै कमेन्ट प्रतिक्रिया अनि लाइक शेयर कपी लिंक जति सक्नुहुन्छ सक्दो सपोर्ट गर्नु होला। सबैजना हामी पूर्ण आभारी हुनेछौँ। हैन यिनीहरु कसको कुरा काटिराछन्? अनि हजुरहरूलाई चाहिँ अनुराधा सिरियलको काजी कस्तो लाग्छ त्यस्तै भनिदिनु है।
अनि पक्कै पनि तपाईँहरू झुक्किनु भएको होला। हाम्रो माधव यस्तै छ, उसले केही न केही कुराहरू बिगारी नै हाल्छ। 8 बजे भन्दा उसले भनेको छ, तर हाम्रो सिरियल सधैँ प्रत्येक हप्ता मङ्गलबार 8:15 बजे तपाईँहरू समक्ष हुनेछ। हेरिदिनु है, बिर्सिन्छु के म सधैँ, म यस्तै छु नि। नमस्ते।